नमस्ते वेलकम टु आवर दिस न्यू ब्लग अगेन टिम हाम्रो वृन्दावासिनी मन्दिर सूर्य विनायकमा आएका छौँ हामीसँग सेफ कौशल सर रेडी हुनुहुन्छ सामान बोकाउँदै हामी भारी दिँदैछौँ हाम्रो जो बिरामी एकजना साथी हुनुहुन्छ हाम्रो जगदीश सर रुद्राक्ष भेटाइसकेको छ गाइस वेलकम ब्याक टु यहाँ नजिकै रुद्राक्षको रुख रहेको हो एकमुखी भेटियो होइन त भनेपछि एकमुखी रुद्राक्ष भेटियो भन्दै हुनुहुन्छ है यदि त्यो कुरा सत्य रहेछ भने हामी आजको दिन करोडपति बन्ने सङ्केत देखियो यो भनेको आउँदै हुनुहुन्छ साथीहरू फाइनल्ली अब हामी वृन्दावासिनी मन्दिर नजिक आइसकेका छौँ आज हामी भिडियो बनाउनुभन्दा पहिला मन्दिर दर्शन गर्छौँ वृन्दावासिनीलाई म घन्टी बजाउँछु है क्याप्टेन वृन्दावासिनी मन्दिर आइसक्यौँ अब मन्दिरबाट माथि डाँडामा रमाइलो बस्ने स्थल रहेकोले हामी माथि जाँदैछौँ साथीहरू जाँदै हुनुहुन्छ सामानदेखि इन्ग्रिडियन्ट्सहरू सबै पानी एक धारा रहेछ यहाँनिर है त साथी सबभन्दा अगाडि लागिसक्नु भएको छ स्याल गनाऊ भनेको को छ अगाडि भने त बस्याल सर हुनुहुन्छ साथी पनि मजाले हामी माथि आइसकेका छौँ मेरो खुट्टामा समस्या हुँदै पनि उकालो चढेर गन्तव्यको नजिक पुगिसकेका छौँ सेफ साहेब फेरि पूर्ण रूपमा हामीलाई दाउराको डिपार्टमेन्ट उहाँलाई जिम्मा दिएको भएर उहाँले गर्न मिल्ने र भुइँबाट त्यहाँ जङ्गलमा रहेको भुइँबाट उठेको उठाउन मिल्ने टिप्न मिल्ने दाउराहरूलाई चाहिँ उठाउँदै आजको भिडियोको लागि चाहिँ हामीले यो रुखको सुकेको रुखलाई चाहिँ यसलाई कोइलाको रूपमा युज गर्ने प्लान छ अब हामी भाँच्न गएका छौँ हाम्रो यो बार्बिक्यूको लागि बाँसको सानो टुक्राहरू काटेर त्यसलाई हाम्रो बार्बिक्यू राख्नको लागि बाँसको खोपो लगाउन रेडी गरिसकेका छ यो दुईटा चोक गाडेर हामीले बिचमा चाहिँ सिक राख्छौँ यसको बिचमा होइन अनि त्यसरी हामीले घुमाउँछौँ यताबाट के छ भाइ हल्का एउटा हाल्यो भने दामी हुन्छ कि त्यस्तो हुन्छ मरम त हुन्छ नि एउटा यहाँनिर यहाँ यो चोके ठ्याक्क भइगयो नि यहाँ के गर्ने कुरो भइरहेछ त्यो दिन्छ एकचोटि त्यो बाँसको चोके यसलाई एकचोटि अड्केकै छ उहाँ त्यहाँ यस्तो सही यता हामी जान्नु पनि यो भाँचिन्छ त मैले भने यहाँ बाँधौँ न कहिले यहाँ चाहिँ केले बाँध्न मिल्छ र डोरी सोरी केही छैन ए नाइस यहाँ बाँधौँ कि त्यो अड्डिने त्यहाँ अलिकति हरियो एउटा चोके दिनु त भाइ चोके दिनु आमा जुवाड त यहाँ त यस्तो यहाँ त हामी त पिएचडी रहेछौँ नि इन्जिनियरिङ युज गर्नु पर्छ क्या एउटा त्यहाँबाट यता ल्याउनु पर्यो एउटा यो धेरै माथि भयो एकछिन है मान्छेले तल हाल्नु नि यसलाई यसो गरौँ न अलि त्यसले पाऱ्यो त्यो त लोड तल उयो यहाँबाट यहाँ एउटा यहाँ हाल्नु एउटा यतै हाल्नु कि तल तलमा काटेर नहल्लाउँ है काभ्रेली सम्झे काभ्रेली त्यो मोटो अस्ति नै त पकाइ हेर नि मासु हो हात होइन त्यस्तो त गर्दै गर्नु जनक अधिकारी हुनुहुन्छ हेलो हाई सो हाम्रो एउटा एक्टिभिटीको लागि भोल्डे गर्दै हुनुहुन्छ है त उहाँले सो स्टार्ट गरिदिनुहोस् त कसरी गर्ने रे ओके क्रस भयो ओके
ओके उहाँ रेडी हुनुभयो हामीसँग मोबिन हुनुहुन्छ अहिलेको हाम्रो एक्टिभिटीको फेसिलिटेटर ओके ओके दुईजना स्टार्ट गर्दै जाँदै हुनुहुन्छ ओके स्टार्ट नो टचिङ अड्कियो के त्यसलाई चाहिँ यता क्रस गर्नुभयो त्यो चाहिँ कुन हो निकाल्ने भनेको ए अड्के फाइनल्ली हाम्रो विङ्स चाहिँ पाकेर रेडी भइसकेको छ अब हामी यसलाई खानालाई रेडी पनि भइसकेको छ निकाल्छौँ भाँडामा हामी अब सोरत छौँ आइट्स लभली यो अलिकति बेला पकाउँ है फेरि मासु चाहिँ ल गाइज ल हाम्रो रेडी भइसकेको छ सबैजना गोलबद्ध भएर बिचमा आइदिनु होला होइन हामी मासुले भनेर सबै हालेर नाङ्गे सिद्धि भन्नु को त के छैन है हेरौँ है हजुरहरूको कब्बाल मिठो फुड कर्नर नेपाल गाइज है। फुड कर्नर नेपालको सेफले बनाएको है गाइज फेरि ल है रिभ्यू दिने टाइम पनि भइरहेको अहिले दिउँला होइन त जनक सर यता पनि ध्यान दिउँ हो धन्यवाद बासको अगाडि मासु सुँगार राखेको हो नि कहाँबाट खाऊ क्याप्टेन कुन ठाउँ हो अँ यसो जिब्रोले सर्र पारिदिने कि यहाँ सबजना ल पुरै होइन जुरुक्क उठेर आफैले बनाएको कस्तो हुँदो रहेछ सेफ होइन ठाउँमा राख्नु पुरा फोरी गाइजहरू हामी नचाहँदै फोहोर गरेको भएर चाहिँ त्यो सबै फोहोरलाई हामीले चाहिँ यो फोहोरहरू चाहिँ जलाएर नष्ट गर्न मात्रै जाने अन्त त्यो बरु एउटा कुनै प्लास्टिकमा हामी चाहिँ कार्यक्रम सकेर सबै सरसफाइको कार्यक्रम पनि भ्याएको अरे हामीले पहिलाको फोहोर मैलाहरू पनि नष्ट गरेर अहिले हामी चाहिँ अब हाम्रो गन्तव्यतर्फ प्रस्थान गरिरहेका छौँ अब गन्तव्य भनेको होम हो न्युटाइज भन्दै होइन बाटो पनि हेर्नु पऱ्यो फेरि भ्यू पनि फेरि मिस गर्न मन लाग्दैन